हेलो एभ्रिवान, गुड मर्निङ। सबैजनालाई स्वागत छ मेरो अर्को न्यू ब्लगमा। देख्न सक्नुहुन्छ आज हाम्रो मकै बारीबाट मैले बिहानै कति भने अहिले 5:30 भयो। 5:30 बजी नै मैले ब्लग स्टार्ट गरेको छु। निकै दिन भइसक्यो मैले ब्लग नहालेको। अब यो पनि कुन दिन पोस्ट हुन्छ भन्ने मलाई थाहा छैन। आज भनेको चाहिँ 26 गते बिहान हो। अब भिडियो पोस्ट हुँदा कहिले हुन्छ भने मलाई थाहा छैन। अनि म चाहिँ बिहानै खोले पकाएर म घर जाँदैछु। म चाहिँ उठेर सबै त काम गर्छ कि सबैजना सुतिरहेको दिदी बहिनीहरू चाहिँ म लाँदैछु तपाईँहरूलाई। खुसियाँ मिल्ने वाली अनि यो चाहिँ म हो। अनि यो चाहिँ हाम्रो घर हो। यहाँ हाम्रो घरमा चाहिँ दिदीको बिहान रहेछ यहाँ। अनि आज 26 गते यस्तै अलिअलि घरमा पूजा छ। भोलि 27 गते कसारेको दिन अनि 28 गते चाहिँ बिहे। 1% रहेछ हौ चार्ज पनि। गाडी जो हाम्रो घरको डेकोरेसन होइन, हामी डेकोरेसन भगवान् डेकोरेसन मलाई भन्नु पनि आउँदैन। अनि यहाँ हाम्रो यस्तो भइरहेको छ अहिले डेकोरेसन। दामी सक्यो भन्नु अब हाम्रो अलिकति बाँकी छ। अनि यस्तो भइरहेको छ होइन। अनि यस्तो भइरहेको छ। अनि हाम्रो यहाँ जग्गे यस्तो भइरहेको छ। यहाँ हाम्रो यस्तो भइरहेको छ। म चाहिँ एकदम काम गरेर एकदम गरिरहेको छु होइन। अनि अब हामी कस्तो हुन्छ हिलेस यति मान्छे छन् हाम्रो घरमा। हाम्रो यस्तो तयारी भइरहेको जस्ट अब भुइँमा हुन्छ नि, लाइक भुइँमा ओछ्याउने मात्रै काम बाँकी छ। अनि प्लस अर्को काम नि बाँकी छ। यहाँनिर एकदम सिनिक्क बार्नु छ। मतलब यो डिललाई चाहिँ त्यो के भन्छ, डिललाई चाहिँ त्यो सम्म लाइक त्यस्तो बनाउनु बाँकी छ। यो चाहिँ हाम्रो खाने ठाउँ हो होइन। हाम्रो भएकै उताबाट पकाउनु पर्छ। त्यहाँदेखि म गइनँ किनकि मेरो घरमा एकदमै धेरै काम छ। अनि म चाहिँ भ्लग बनाउँदैछु। सो किनकि कसैले पनि नभ्याउँदो रहेछ, यति काम हुँदो रहेछ। म चाहिँ अस्तिदेखि नै यस्तो बिजी छु होइन। बिहान उठेदेखि बिजी, एकदमै बिजी। अनि भनेको बिहान 8 बजी उठेर काम गरेको छैन। 4:30 बज्छ। अनि मान्छे 9 नभ्याएको 84 हो, त्यस्तै छ। अनि हाम्रो एकदम धुमाधम तयारी भइरहेको छ। अहिले आउँदा हाम्रो फिपीजी हो। यहाँबाट चाहिँ भाँडाकुँडा ल्याइसक्यो। त्यहाँ हुन्छ अल्का दिदी हुनुहुन्छ, बसिराख्नु भएको छ उहाँ। हेलो गाइज, हामी चाहिँ यहाँ बसिरहेको छौँ। अल्का दिदी भ्लग नबनाउने अरे भ्लग बनाउने अरे मेरो भ्लगमा। आइफोन भने काम दिन्छ नि एउटा बिहान आएर त कि आइफोनबाट छुट्याइदिँदैन। फेरि अब चटपटमा चाहिँ पैसा लगाएर खुसी भएर छ कि कति अनि अस्ति लगाएर 7,000 भयो अरे। हिजो कि अस्ति लगाएको 7,000 पैसा भयो अरे। 7,000 पैसा भयो। अनि फेरि अब चैतपट फुटाएर अनि आइफोन 14 प्लस किन्ने अरे। म गुनासो भनिदिन्छ। अनि अब बसिरहेको छौँ। यो मैले सबै लिपेँ। डक्टर लगाएर कति उज्यालो आएको पनि यता अकल्पयन् जल से प्राणाय स्वाहा प्राणाय स्वाहा प्राणाय स्वाहा प्राणाय स्वाहा। गंगा पताये नमो नमः पुष्पले प्रार्थना गर्ने मान्छेको
विघ्नेश्वर ल म तपाईँको यो मोबाइल दिएर ओम जगन्नाथाय नमः निरासं ओम सरस्वती नमः शीर्षं प्रदाने ओम सत्यनारायण नमः सर्वैः पूजां सर्वाङ्गे पूजयामि नमस्करोमि तुलसी पत्राणि समर्पयामि तुलसी पत्र तुलसी दल चढाइदिनु मन्दिर तुलसीहरू पञ्चमन्दिर वामचवरे नित्यं दूध लगाइदिने भात बालिदिने धूपमा गयो दीपम दर्शयामि तुलसी दामोदराभ्यां नमः यहाँ तपाईँको घाँटी गोविन्दाय नमः भन्छ के भन्नु यो हुँदैन नि यो त भगवान् के को हुन्छ भगवान् रहेछ भगवान् घाँटी खान्छ मैदान बाँटी पनि बाल्दैन यो त खानु बाल्दैन ब्राह्मण समका मात्र राजन्य के धर्म भइछ पद्मागम शुद्र जायता वनपत्र रूपन नन सुगन्ध समिकन ग्रेस देवन बाँटी पनि गर्दिने चन्द्रमा मन सोचा त तत्व सुझ जाय त श्रोत जाउ सपना चमक गर्दिने राजा सबैको गर्ने भन्नु कहाँ सबैलाई उनको मात्रै भन्नु तुलसी सबै चढाएको तुलसी अपुङ्गो पनि लाने फल पनि फलको चलानी ओम ना ब्याज काम करे चरण सिस्टम के समर्थ बदनाम भूमि तीर्थ अल्पयन उठाइदिनु अरे आएपछि 3 नम्बरको पानी 3 नम्बर मैदान त्याग जलम समर्पयामि ब्रह्म सहित श्री सत्यनारायण नमः फल चढाएको छ पहिला नमस्कार गर्ने पुजाउने यता कलवानी छ मैदान देखि कलम अपुङ्ग तालिने तोदिम बस्ने गोविन्द अर्पण सबै देखाइदिनु तोदिम बस्ने गोविन्द तोदिम सबै अपन समर्पयामि नमस्कार मन्त्रहीनम याहीनम दिवे अलि पर जाऊ आयो नलाई हाल्छ भने कति गरेर रोक्छ के माग्ने माग किन मिल्दैन फेरि रोटी पकाउँदैछु भन्नु आज मिलेन हौ अनि वाटिरबाट सबै निकाला भयो म चाहिँ दिदीको बेमा रोटी पकाउँदैछु यहाँ देख्नुहुन्छ यहाँ चाहिँ भगवान तेल हालेको छ र यो तातिँदैछहरू म पर्खिँदैछु अनि वाटी आएर निकाल्दैछु भयो आन्टी हालिहाल्नु सँगै भएको भयो आउनु नि अब जाने हो र एउटा भिडियो बनाउनको लागि मैले खानुपर्यो स्प्राइट